10% तलब वृद्धि, 10% प्रोत्साहन भत्ता, 20% हुनुपर्ने 21% भनिएको छ। गल्ती पो गरे हुन् कि भन्ने तपाईँलाई लाग्या होला। त्यो होइन, यो 21% नै हुन्छ। यसलाई सजिलोसँग बुझौँ। माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेज्यूले आर्थिक वर्ष 2083-84 बजेट सदनमा प्रस्तुत गर्दै राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि 21%ले हुने बताउनु भएको छ, जसमा तलब वृद्धि 10% हुने र 10% प्रोत्साहन भत्ता बापत प्रदान गरिने बताउनु भएको छ। अब कुनै कर्मचारीको कुनै पदको सुरुको स्केल 20,000 छ भन्ने मानौँ र 20,000मा अब 10% तलब वृद्धि हुन्छ र तलब बापत वृद्धि हुने रकम 2,000 हुन्छ र अब कुल तलब 22,000 हुन्छ। 22,000मा अब 10% प्रोत्साहन भत्ता प्रदान गरिन्छ। 22,000को 10% 2,200 हुन्छ र तलबको वृद्धि 2,000 र भत्ता बापत प्राप्त 2,200 गरी कुल तलबमा बढोत्तरी 4,200 हुन आउँछ, जो 20,000को ठ्याक्कै 21% हुन्छ। त्यसैले यहाँ अर्थमन्त्री गलत हुनुहुन्न, अर्थात्